तपाईं यदि युट्युब भिडियो बनाउनुहुन्छ, तपाईं क्रिएटर हो, ब्लगिङ गर्नुहुन्छ र भिडियो रेकर्डिङ गर्नुहुन्छ भने कस्तो प्रकारको माइक्रोफोन युज गर्ने भनेर तपाईं अलमल्लिराख्नु भएको छ। त्यसलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। यस्तै प्रकारको भिडियो हेर्नका लागि मेरो स्मार्ट टेक भ्यूलाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। आज म तपाईहरुलाई विशेष गरेर दुई प्रकारको वायरलेस माइक्रोफोनको विषयमा जानकारी दिने प्रयास गर्नेछु। हामीसँग एउटा छ K9 जुन चाहिँ वायरलेस माइक्रोफोन हो। यो चाहिँ करिबन 10 मिटर जति डिस्टेन्समा रेकर्ड गर्न सकिने एकदमै सस्तो, बजारमा 900 950 देखि 1400-1500 सम्म पर्न सक्ने एउटा K9 को वायरलेस माइक्रोफोनको विषयमा तपाईहरुलाई जानकारी गर्नेछु। त्यसैगरी अहिले पछिल्लो समयमा चाहिँ विभिन्न प्रकारको वायरलेस माइक्रोफोनहरु पाइन्छ, तर मैले अनलाइनमा धेरै रिसर्च गरेर हेर्दा ग्रीन एरोको P10 भन्ने वायरलेस माइक्रोफोन चाहिँ एकदमै राम्रो भन्ने बुझिसके पछाडी वायरलेस माइक्रोफोन चाहिँ ग्रीन एरोको P10 ल्याएको छु। म तपाईहरुलाई यसको अनबक्सिङ गरेर देखाउने छु साथी। K9 जुन छ यो K9 चाहिँ बजारमा जहीँ पाउनुहुन्छ तपाईले नेपाली बजारमा। मैले यो जुन ग्रीन एरोको P10 चाहिँ सारै धेरै खोजे। मैले इभन काठमाडौँ सम्म पनि खोजे। कुनै पनि पसलमा चाहिँ हामीले अथवा स्टोरहरुमा चाहिँ यो ग्रीन एरोको P10 चाहिँ पाइएन र मैले इन्डिया मार्फत अनलाइनबाट चाहिँ पर्चेज गरेर ल्याएको छु साथीहरु। र P10 मैले प्रयोग चाहिँ गरेको छुइनँ। कस्तो भोइस यसको आउँछ, कस्तो साउन्ड आउँछ मैले त्यो चाहिँ हेर्न बाँकी छ। म तपाईहरुलाई त्यो अनबक्सिङ गर्दै गर्दा त्यसको साउन्ड पनि तपाईहरुलाई म सुनाउने छु। र अहिले मैले बोल्दै गरेको चाहिँ K9 को वायरलेस माइक्रोफोन हो। यसको आवाज कस्तो सुन्दै हुनुहुन्छ तपाईले आफैले सुनिराख्नु भएको छ। कमेन्ट गर्न नभुल्नुहोला साथीहरु। यसमा चाहिँ विशेष गरी एउटा एडेप्टर हुन्छ। त्यो एडेप्टरमा चाहिँ दुईटा माइक्रोफोन यहाँ तपाईहरुलाई मैले देखाउन चाहन्छु। दुईटा माइक्रोफोन चाहिँ हुन्छ र यस्तो प्रकारको माइक्रोफोन एउटा त्यो छ, एउटा चाहिँ मैले बोलिरहेको माइक्रोफोन हो र एउटा चाहिँ एडेप्टर हुन्छ जो चाहिँ को चाहिँ कनेक्टर हुन्छ। त्यसबाट चाहिँ हामीले त्यो एडेप्टरलाई कनेक्ट गर्छौं मोबाइलमा र यो माइक्रोफोनबाट चाहिँ हामी बोल्छौं। यसको आवाज कस्तो छ तपाईले सुनिराख्नु भएको छ साथीहरु। म चाहिँ अनबक्सिङ गरिरहेको छु। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ यो अमेजोनबाट चाहिँ अनलाइन खरिद गरेको साथीहरु। नेपालमा नपाइसके पछाडी तपाई यदि युट्युब भिडियो बनाउनुहुन्छ, क्रिएटर आफै हुनुहुन्छ, ब्लगिङ गर्नुहुन्छ हैन, फेसबुकमा टिकटकमा तपाईहरु भिडियो आफै क्रिएट गर्नुहुन्छ भने चाहिँ तपाईहरुले वायरलेस माइक्रोफोन चाहिँ चलाउनु पर्ने हुन्छ। ल हेर्नुस् साथीहरु, यो चाहिँ ग्रीन एरोको P10 तपाईहरुले देखिराख्नु भएको छ। यो अनबक्सिङ गरेर तपाईहरुलाई देखाउँछु साथीहरु। मैले यहाँ यो खोलिसकेको छु। यो हेर्न सक्नुहुन्छ। यो चाहिँ अमेजोनबाट मैले खरिद गरेको हो। यसमा चाहिँ के छ भन्ने कुरा म तपाईहरुलाई यहाँ देखाउन चाहन्छु साथीहरु। ल हेर्नुस् त, यो ग्रीन एरोको P10। ग्रीन एरोको P10 साथीहरु यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ एकदमै न्यू वान हो। आज मात्रै मैले अनबक्सिङ गर्दैछु साथीहरु। यस भित्र के छ भन्ने चाहिँ अब म तपाईहरुलाई यहाँ खोलेर देखाउँछु। यस्तो प्रकारको छ। यसलाई चाहिँ हामीले एकतिरबाट यसरी ठेलेर निकाल्न सक्छौं साथीहरु। मैले चाहिँ यसलाई अनबक्सिङ गर्दैछु, हेर्नु होला है त साथीहरु। ल यो ग्रीन एरोको P10 हेर्नुस् साथीहरु। ल हेर्नुस् है त, मैले यहाँ निकालिसकेको छु साथीहरु। यो खोल छ। अब यहाँ भित्र चाहिँ के छ भन्ने कुरा हो साथीहरु। ल हेर्नुस् है त, अब यहाँ भित्र चाहिँ यो यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यसरी आएको छ। यसलाई चाहिँ अब हामी निकाल्छौं साथीहरु। युज गरेर म देखाउँछु तपाईहरुलाई ग्रीन एरो। ल हेर्नुस्, यो चाहिँ हामीले ल्याइसकेका छौं साथीहरु। ल हेर्नुस् ग्रीन एरो है। ल हेर्नुस् ग्रीन एरोको P10 साथीहरु। अब यसलाई यो चाहिँ दुईतिरबाट यसरी यहाँ तपाईहरुलाई घुमाएर देखाउँछु म। यसको चाहिँ यहाँदेखि तपाईहरुले देख्न सक्नुहुन्छ। ल हेर्नुस्, ल हेर्नुस् है त, यसको डिटेल्स हेर्नुस् साथीहरु। ल ग्रीन एरोको P10 हेर्नुस्। अब यसलाई चाहिँ अनबक्सिङ हामी गर्दैछौं। यो दुईतिर यसरी एकतिर ठेल्ने छ है साथीहरु। यसलाई यस्तो तरिकाले हामीले यहाँ देख्न सक्नुहुन्छ। टक्कैसँगले हामीले ग्रीन एरोको चाहिँ अब अनबक्सिङ हुँदैछ साथीहरु। यसको साउन्ड पनि म तपाईहरुलाई सुनाउँछु। तपाईहरुले भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। यदि तपाई युट्युब भिडियो बनाउनुहुन्छ, ब्लगिङ गर्नुहुन्छ हैन, फेसबुकमा चाहिँ तपाईहरुले भिडियो बनाउनुहुन्छ भने यहाँ हेर्नुस्। अब यहाँ हेर्न सक्नुहुन्छ। र यसलाई चाहिँ साथीहरु कसरी निकाल्ने भन्दैछु है साथीहरु। म यसलाई अब अलिक सजिलो तरिकाले निकाल्नलाई चाहिँ म यस्तो गरेर यहाँ हेर्नुस् त। ल हेर्नुस् है, लगभग है। ल हेर्नुस् टक्कसँगले के छ साथीहरु म तपाईहरुलाई देखाउँछु। ल हेर्नुस् यस्तो मजाले प्याकिङ गरेर। ल हेर्नुस् त भित्र के छ है। यसलाई मैले एकछिन राखेँ साथीहरु। यो देखि भित्र चाहिँ के छ त भन्दा यहाँ चाहिँ तपाईहरुले ल हेर्नुस्, यहाँ चाहिँ टक्कसँगले यहाँ देख्न सक्नुहुन्छ। त्यसै गरेर साथीहरु यहाँ चाहिँ अर्को चीज पनि छ।
अर्को यो चाहिँ तिमीहरूको वारेन्टी कार्ड छ साथीहरू। ल हेर्नुहोस् वारेन्टी कार्ड, ल हेर्नुहोस् त वारेन्टी कार्ड छ, यसको डिटेल्स यहाँनिर छ। हामीले यसरी यो वारेन्टी कार्ड यसलाई स्क्यान गर्न सक्छौँ। त्यस पछाडि साथीहरू यहाँ चाहिँ मेनुअल छ, कसरी प्रयोग गर्ने भन्ने यसरी प्रष्ट रूपमा लेखेको कागज हामीले देख्न सक्छौँ साथीहरू। यहाँहरू हेर्नुहोस् नेपालमा सबैतिर खोज्दा पनि पाइएन है साथीहरू यो। यसमा के छ त है, यसमा के छ भनेर हामी हेर्छौँ। सम्भवतः मलाई लाग्छ यो चार्जिङ कनेक्टर हुनसक्छ टाइप सी वाला साथीहरू। ग्रिन एरोमा चाहिँ दुईवटा माइक्रोफोन हुन्छ वायरलेस साथीहरू। ल हेर्नुहोस् एकैचोटि दुईटै चाहिँ हामीले चार्ज गर्न मिल्ने यो टाइप सी वाला पाउँछौँ, यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ टाइप सी वाला। अब यसभन्दा पछाडि चाहिँ हामीले अर्को एउटा चिज यहाँ पक्कै छ साथीहरू, यो हेर्नुहोस् यो चाहिँ आइफोनको लागि हामीले चाहिँ डिभाइसमा कनेक्ट गर्नको लागि साथीहरू चाहिन्छ है त। कनेक्टर एडेप्टरलाई कनेक्ट गर्नको लागि चाहिँ आइफोनको लागि पनि यो एउटा सामान चाहिँ हामीले पाउँछौँ। अब तपाईँहरूले साथीहरू यस पछाडि चाहिँ हामी ग्रिन एरोको चाहिँ अलरेडी पुरै ओपन गर्ने अवस्थामा पुगेका छौँ साथीहरू। पुगेका छौँ साथीहरू। ल हेर्नुहोस् साथीहरू यहाँ चाहिँ अब हामीले यसरी चट्टसँगले यसलाई हामी अनबक्सिङ गर्दैछौँ साथीहरू। अनबक्सिङ गर्दैछौँ। ल हेर्नुहोस् साथीहरू, साथीहरू। ल हेर्नुहोस् ग्रिनहरू, ल हेर्नुहोस् त साथीहरू ग्रिनहरू है। ल हेर्नुहोस् ग्रिनहरू, हेर्नुहोस्। अब यसभित्र चाहिँ के छ भन्ने यो हाल्नु पर्यो नि त फेरि काटे। अब साथीहरू हामी यसलाई चट्टसँगले ओपन गर्दैछौँ साथीहरू। ल हेर्नुहोस् हामीले ओपन अलरेडी गरिसकेका छौँ साथीहरू। यसभित्र चाहिँ दुईटा माइक्रोफोन छ साथीहरू, यहाँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् ग्रिन एरो 2 हेर्नुहोस् साथीहरू होइन। त्यस पछाडि हामीसँग चाहिँ कनेक्टर छ है साथीहरू। ल कनेक्टर यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् यहाँनिर दुईटा चाहिँ माइक्रोफोन छ अनि एउटा कनेक्टर पनि छ साथीहरू। ल हेर्नुहोस् यो चाहिँ टाइप सी वाला छ, यो टाइप सी वाला छ। टाइप सीलाई चाहिँ हामीले गर्न सक्छौँ र यहाँ चाहिँ दुईटा चाहिँ लाइट पनि देख्न सक्छौँ। यो चाहिँ कनेक्ट भइसके पछाडि यो चाहिँ लिङ्क गर्छ साथीहरू। हेर्नुहोस् साथीहरू यसरी यो चाहिँ इन्टर छ साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ। दुईटा छ, एउटा चाहिँ पावर छ, अर्को चाहिँ नोइज रिडक्सन गर्ने चाहिँ बटन छ साथीहरू। यो चाहिँ हामी कसरी प्रयोग गर्ने तपाईँहरूलाई देखाउँछौँ। विशेष गरेर यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ ग्रिन एरोको यो चाहिँ हो। यसमा चाहिँ मुड गर्न पनि मिल्ने नोइज रिडक्सन र हामीले चाहिँ कनेक्ट भइसके पछाडिको अवस्था पनि देखाउँछ साथीहरू। अब म तपाईँहरूलाई यो ग्रिन एरोको वायरलेस माइक्रोफोनबाट चाहिँ कस्तो आवाज आउँछ त्यो देखाउँछु है साथीहरू। ल साथीहरू अहिले तपाईँहरूले जुन आवाज सुनिराख्नु भएको छ यो आवाज चाहिँ ग्रिन एरोको वायरलेस माइक्रोफोनको हो। ग्रिन एरो वायरलेस माइक्रोफोनमा चाहिँ 3 स्टेप नोइज रिडक्सनको चाहिँ हामीसँग अप्सन पनि छ साथीहरू। र अघि मैले तपाईँहरूलाई देखाएको थिएँ, विशेष गरेर यहाँ दुईवटा चाहिँ यसरी पहेँलो बटमहरू छन्। एउटामा चाहिँ पावरको बटम छ भने एउटा चाहिँ नोइज रिडक्सन गर्ने चाहिँ बटम र यसले चाहिँ मुट पनि गर्न मिल्छ। र यो अहिले आवाज तपाईँहरूले सुनिराख्नु भएको चाहिँ ग्रिन एरो P10 को आवाज हो। यसमा मैले अहिले चाहिँ नोइज रिडक्सन चाहिँ गरेको छुइनँ र म तपाईँहरूलाई नोइज रिडक्सन गरेर पनि सुनाउने छु। नोइज रिडक्सन गरेर सुनाउँदा चाहिँ कस्तो आवाज आउँछ तपाईँहरूले हेरेर कमेन्ट गर्नुहोला साथीहरू। एकचोटि चाहिँ हामीहरूले यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो तल्लोपट्टिको जुन बटम छ, यो तल्लोपट्टिको बटम जुन छ यो बटम चाहिँ विशेष गरी नोइज रिडक्सनको लागि हो। एकचोटि क्लिक गरिसके पछाडि नोइज रिडक्सन चाहिँ सुरु हुन्छ। एकचोटि क्लिक गरेको छ साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ। अहिले कस्तो सुन्दै हुनुहुन्छ, अहिलेको र अहिलेको आवाजमा के फरक आएको छ तपाईँहरूले कमेन्ट गर्नुहोला। अब हामी दोस्रो स्टेप चाहिँ नोइज रिडक्सन गर्दैछौँ साथीहरू। यसलाई हामी दुईचोटि छिट्छौँ।
दुईचोटि क्लिक क्लिक गरेको छ साथीहरू। हामीहरूले दोस्रो स्टेपको नोइज रिडक्सन गरेका छौँ र हामीले फेरि नेक्स्ट 3 स्टेप चाहिँ हामीले यसमा क्लिक गरिसके पछाडि चाहिँ यो चाहिँ थर्ड स्टेपको नोइज रिडक्सन हुन्छ 1 2 3। ल हेर्नु साथीहरू, यसरी हामीले लास्ट स्टेजको चाहिँ नोइज रिडक्सन गरेका छौँ। अब तपाईँले तिनै स्टेपको नोइज रिडक्सनको आवाज सुनिराख्नु भएको छ। कस्तो आवाज आइरहेको छ तपाईँले कमेन्ट चाहिँ गर्न नभुल्नु होला। र K9 र ग्रिन एरो P10 दुईटाको बिचमा हामी चाहिँ कस्तो हुँदो रहेछ, क्रिएटरले चाहिँ कस्तो गर्छौँ त भन्दा विशेष गरी हामीले सस्तो मात्रै होइन, हामीले जुन पायो त्यहीबाट चाहिँ भिडियो रेकर्डिङ गर्ने, भिडियो सुटिङ गर्ने, ब्लगिङ बनाउने गर्छौँ। र मैले निकालेको निष्कर्ष चाहिँ अहिले ग्रिन एरो P10 त मैले आज मात्रै प्रयोग गर्दैछु साथीहरू, अनबक्सिङ भर्खरै गरेको छु। एउटा राम्रो पक्ष भनेको चाहिँ के हो त भन्दा साथीहरू म तपाईँहरूलाई देखाउँछु। मैले चाहिँ बिचमा राखेर यहाँनिर राखेर गर्नु पर्यो भने यसको चाहिँ यसमा चाहिँ म्याग्नेट भएको कारणले यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ है, यसरी चाहिँ हामीले चेपेर लिन सक्छौँ साथीहरू। यो यसको राम्रो पक्ष चाहिँ जहाँ पनि राख्न हामीले मिलो। र अहिले तपाईँहरूले जुन सुनिराख्नु भएको आवाज छ ग्रिन एरो P10 को आवाज हो। यसमा चाहिँ म्याग्नेट भएको कारणले गर्दा हामीले यसलाई चाहिँ जहीँ पनि राख्न सक्छौँ। र यसको चाहिँ एउटा राम्रो पक्ष भनेको चाहिँ सस्तोमा यो चाहिँ ग्रिन एरो P10 को एउटा राम्रो विशेषताको रूपमा हामीले लिएका छौँ साथीहरू। यदि तपाईँले पनि भिडियो बनाउनुहुन्छ, क्रिएटर हो, तपाईँ ब्लगिङ गर्नुहुन्छ, फेसबुक भिडियो, टिकटक भिडियो, युट्युब भिडियोहरू यदि क्रिएट गर्नुहुन्छ भने चाहिँ तपाईँले वायरलेस माइक्रोफोन चाहिँ राम्रै दामको, राम्रै मोडलको खरिद गरेर बनाउनु होला साथीहरू। K9 र यसमा अर्को विथ वायर अर्थात् वायरलेस नभएको जुन माइक्रोफोन युज गर्छौँ त्यसबाट चाहिँ राम्रै आउँछ, तर झन्झटिलो हुन्छ। र हामीले वायरलेस माइक्रोफोन प्रयोग गर्दा चाहिँ ग्रिन एरो मात्रै होइन, कुनै पनि राम्रो कम्पनीको तपाईँले वायरलेस माइक्रोफोन, राम्रै ब्रान्डेड कम्पनीको चाहिँ चलाउनु पर्ने मेरो आफ्नो सुझाव छ साथीहरू। तपाईँलाई आजको भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गर्नुहोला। यस्तै प्रकारको भिडियो हेर्नका लागि मेरो स्मार्ट टेक भ्यूलाई सब्सक्राइब गर्न भने नभुल्नुहोला। आजलाई भने बिदा दिनुहोस्। धन्यवाद, नमस्कार।